साथीहरु नमस्ते। आज चाहिँ हामी यता दाउरा काट्न आएको छौं। म र भाइ चाहिँ उहाँ माथि छ, दाउरा काट्दै छ। अहिले दाउरा ढालेर आएको। म चाहिँ यहाँनिर हाँगाहुँगी काट्दै छु। अहिले हाँगाहुँगी काटिसकेपछि अहिले चिर्ने दुवैजनाले। अनि हामी चाहिँ यहाँ दुवैजना दाउरा काट्नु आएको छौं है साथीहरु। अब मेरो चाहिँ डेली भ्लग आउँछ, सबैजनाले हेरिदिनु होला है, हेरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, शेयर कमेन्ट गरिदिनु होला, सबैजनालाई अनुरोध छ। अनि के भन्छ, अब चाहिँ हामी हाँगा काट्दैछौँ यहाँनिर। हाँगा काटिसकेपछि चाहिँ मेरो भाइ चाहिँ यहाँ माथि मुसु मुसु हाँसिरहेछ। मैले भिडियो गरेको देखेर मुसु मुसु हाँसिरहेछ। म चाहिँ यहाँनिर हाँगाहुँगी काटिरहेको छु। अब हाँगाहुँगी काटिसकेपछि अब के भन्छ, दाउरा चिर्नुपर्ने हुन्छ। दाउरा ठुल्ठुलो छैन, मुढाहरू यो सानो सानो छ, यो काट्नुपर्ने छ है। अब दाउरा काट्ने सिजन आयो, पानी पर्छ, पानी परेपछि जङ्गल जानु पाइँदैन। काटेर घरमै राख्यो भने चाहिँ अनि पोल्नलाई सजिलो हुन्छ। ल अब म अहिले दाउरा चिरेको देखाउँछु है गाइस। यहाँ दाउरा काट्दैछु होइन। भाइ चाहिँ उता दाउरा चिर्दैछ वहाँनिर। टुन्का टुन्का बनानेको एकैचोटि लामो चिर्ने भन्छ, लामो चिरिरहेछ। म र मेरो भोटी चाहिँ यहाँ छौँ हामी। भोटी फेरि ओइ के सुन्दैछस्? मेरो भोटी पनि आइरहेछ अहिले। पछाडि र अघि घरमा कोही नभएकोले होला हामीलाई पछाउँदै जाल मार्दै आइपुगेको। म चाहिँ यहाँनिर दाउरा यहाँनिर काट्दैछु। यस्तो धेरै ठुल्ठुलो छैन, सानो सानो छ। अब यसको त पानी पो आउँदो रहेछ। यो के हो, पानी कि चुप हो? ए पानी पो आउँदो रहेछ त यसकोबाट त। रुखमा पानी हुँदैन त। आमामा भोटी मेरो हेर न, भोटी चाहिँ मेरो ढाँडतिर के सुमसुमा हिँड्छ। अहिले म उति जा गएर कुखुरा हेर, जा घरमा गएर कुखुरा हेर न। यसले मेरो हातमा गर्दैछ त, हातले कुखुरा हेर गएर। भोटी जा त कुखुरा हेर, गएर चिल्ले जान्छ, गएर कुखुरा हेर ल। जा 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 घर जा, घर जा, कुखुरा हेर जा जा। फेरि हेर त यसले कुटाउँछको मलाई। हेर न, एकछिन मान्छेको पछि 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 आउँछ कि मेरो भोटी चाहिँ। अनि के भन्छ, घाँस काट्नु गयो भने घाँसतिर जङ्गलतिरै जता जता भिरतिर पस्यो भने पनि भिरतिरै आइपुग्छ, खुट्टा आउँछ के। अनि भित्तातिर पस्यो भने भित्तातिर, अनि जहाँ गयो त्यहीँ आउँछ, खुट्टामा आउँछ र साह्रै डिस्टर्ब गर्छ क्या यसले चाहिँ। घर ठाउँ त कहिले जाँदैन, पछि 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 के अगाडि लाएर हिँड्छ। अब जङ्गल जाने बेला भएछ है भनेर डोकोहरू पारेको देखायो भने हिँडिहाल्छ क्या, अगाडि गइहाल्छ यो मेरो भोटी चाहिँ। अनि के भन्छ, यसले चाहिँ अस्ति ब्याएको थियो। अनि यसले चाहिँ दुध पुऱ्याउनु नसकेर यसको बच्चा चाहिँ मऱ्यो। कति राम्रो थियो, 4वटा थियो है, 4वटा जन्माएको थियो, मऱ्यो बच्चा चाहिँ। अनि यो मात्रै छ अहिले, बिचरा एक्लै छ अहिले यो भोटी। घर जा त, घर जा। भाइ चाहिँ उहाँ चिरिरहेछ। अब एकछिनमा म पनि टुन्का यो टुर बनाइसकेपछि म पनि चिर्छु। अनि त्यहाँपछिबाट है चिरिसकेपछि भोटी घर जा। हामी चाहिँ बिहानै भन्दा पनि बिहानै उठेर खानासाना खाएर है, अनि त्यहाँपछिबाट यति हो ऊ आएको, दाउरा काट्नु आएको। अब दाउरा काट्ने बेला भयो। अनि मकै गोड्ने बेला पनि भइरहेछ। अब दाउरा काटिसकेपछि चाहिँ मकै गोड्नु पर्छ है। के गर्नु साथीहरू, यस्तै छ गाउँले जिन्दगी है। यस्तै छ, जति काम गरे पनि कहिले नसकिने काम, कहिले सकिँदैन, कहिले बिसाउनु नि हुँदैन, बिसाउनै पाइँदैन। कामको एउटा सके अर्को आइहाल्छ, अर्को सके फेरि अर्को भइहाल्छ। अब मकै गोड्ने बेला भयो, मकै गोडिसकेपछि फेरि ब्याडी राख्ने बेला हुन्छ। कोदोको बिउ राखेपछि फेरि गोड्नुपर्छ, गोडेपछि फेरि त्यसलाई रोप्नु पर्यो मकै बारीमा। अब मेलो बनाउनु पर्यो, मेलो बनाएर रोप्नु पर्यो। कोदो रोपिसकेपछि फेरि गोड्नु पर्यो, गोडेपछि फेरि टिप्नु पर्यो, नल काट्नु पर्यो। एकरो काम त आएकै गर्छ, कहिले नसकिने यो काम। दिक्कै लाग्छ हौ काम सम्झिँदा पनि। जा भोटी हेर, यो चाहिँ मलाई नि यहाँनिर सुमसुमाउँदै बसिरहेछ क्या यो चाहिँ घर जा भनेको मान्दैन। हामीलाई नि पछ्याएर बसिरहेछ यहाँ। अहिले भोक लाग्यो भने आफै घर गएर खाना खाएर आउँछ। अहिले आफै आउँछ खाना खाएर, उमा राखिदिइरहनुपर्छ, यसलाई बुलमा राखिदिइरहनुपर्छ। अनि खाना आउँछ। यो दाउरा चाहिँ हामीले हिजो अस्तिको दिन काटेको, म र आमाले काटेको यो चाहिँ आएर। अनि आज चाहिँ म र भाइ आएको छौँ दाउरा काट्नु। मेरो बाबा छैन, माउलो गएको छ, त्यही भएर हामी आएको छौँ। भोटी के हेरेको, जा गएर भात खा। साथीहरू अहिले चाहिँ भाइले चिरिरहेछ है दाउरा, पालो गलेर दुईजना हातमा। हेर्नु
मेरो त्यस्तो भयो। दाउरा चिर्ने काम भइरहेछ हाम्रो। यति भयो दाउरा, कचेटा चाहिँ यतिले पुग्दैन। अब मुढा यति उतै सानो मसिन यहाँ पनि छ त दुईटा चाहिँ। उहाँ तल त्यो मसिन पनि चिर्नुपर्छ। भोटी हाम्रो भोटी यहाँनिर भोटी के सुँगेको दाउरा चिर्ने काम भइरहेछ हाम्रो चाहिँ। अहिले साथीहरू के गर्नु अब एकछिन चिरेर अब चाहिँ अनि घर जानु पर्ला। मेरो चाहिँ हातमा यस्तो आइरहेछ है। भोटी हेर न, यो भोटी पनि यहाँ अगाडि आएर उति जा। भोटी अहिले कुरा खान्छस् नि। ल साथीहरू अब चाहिँ मेरो पालो आयो दाउरा चिर्ने। म चाहिँ दाउरा चिरिरहेको छु, भाइ बिसाइरहेछ है। अनि दाउरा चिर्दा चाहिँ कस्तो हातमा के फोकाएर पानी फोकाएर फुटेर कस्तो दुखिरहेको थियो। त्योभन्दा अगाडि पनि अघिल्लो दिन पनि दाउरा काटेको, अनि त्यही भएर हात चाहिँ अलिक दुखिरहेको थियो। अनि धेरै ठुल्ठुलो त मुढा थिएन, मसिनै थियो, सानो सानो थियो मुढाहरू चाहिँ। अनि चिर्ने काम भइरहेको थियो हाम्रो। अनि त्यहाँपछिबाट मुढाहरू चिरिसकेपछि हाँगाहुँगी काटेर अनि त्यहाँपछिबाट चाहिँ घर आयौँ। घर अब दाउरा के गर्नु, दाउरा धेरै काट्नु सकिँदैन। यसो दिनमा अलिअलि थोरै थोरै काट्दै अब कचेट त्यसरी नै पुऱ्याउनु पर्ला भनेर चाहिँ सोचिरहेको थिएँ। अनि अलिकति काटेर घर आइयो। यो उत्तिसको चाहिँ नि दाउरा चिर्नु अलिक कमलै हुँदो रहेछ। अनि दाउरा चिर्नु पनि अलिक मजै भइरहेको थियो, फोक्लाक फोक्लाक फुटिरहेको थियो, मजै भइरहेको थियो। दाउरा चिर्नु चाहिँ उत्तिसको चाहिँ अलिक कमलै हुँदो रहेछ, फोक्लाक फोक्लाक जाने रहेछ। अनि म चाहिँ चिरिरहेको थिएँ होइन साथीहरू। अनि के भन्छ त्यहाँनिर अडानी ठाउँ नभएर खुट्टाले गर्दै हराउँदै गरिरहेको थिएँ कि अलिक कस्तो उनी भइरहेको थियो। अप्ठ्यारो त्यो राख्ने मुढा नभएर, त्यही पनि रोडमा चिरिरहेको थियौँ। अनि राख्ने केही त्यो मुढा सुडा थिएन। अनि त्यतिकै उमा राखेर चिरिरहेको थिएँ म चाहिँ। भाइले चाहिँ मेरो भिडियो बनाइदिइरहेको थियो, म चाहिँ चिरिरहेको थिएँ होइन। अनि यसरी हाम्रो चिर्ने कार्यक्रम कति त्यस्तै 1.5 घन्टा जति भन्दा पनि 2 घन्टा जति होला चिर्यौँ। अनि त्यहाँबाट चिरेर चाहिँ अनि हामी घर आयौँ। हामी चाहिँ दाउरा काटिसकेर पनि गएको हेर्नु साथी, पछाडि देख्नु सक्नुहुन्छ। हामी धेरै चाहिँ काट्यौँ, अलिकति मात्रै काट्यौँ। अब भोलि काट्ने भनेर छौँ, फेरि भोलि पनि आएर काट्नुपर्छ। आजलाई चाहिँ यति नै हामीले काटेर अल्छीले 2जना अल्छी अनि 2टा इत्री रुखहरू चाहिँ काटेर हिँड्यौँ। अब घर गएर खाजा खाने, अनि खाजा खाएर बस्तुलाई कुरोहरू खुवाउनु पर्ने छ। अनि खुवाएर एकछिन बिसाउनु पर्छ। त्यसपछि एउटा फेरि पत्कर ल्याउनु पर्ने छ साथीहरू। गाह्रो छ हौ जिन्दगी, के गर्नु, गाउँले जिन्दगी पर्यो है। त्यही भएर मेरो कपाल पनि हेर न, छ्या आज कोरेकै छैन कपाल नै। अनि त्यस्तो भुत जस्तै देखिरहेछ है। अब घर पुग्नु चाहिँ धेरै छैन, अलिकति थोरै 5-6 मिनट लाग्छ घर पुग्नु चाहिँ। धेरै टाढो छैन, हामी नजिकै आएको। हाम्रो रोटैमा छ हो। अनि त्यो रोटैमा काटिराखेर आएको छौँ। अब यो ओसार्ने काम चाहिँ अब अलिक सुकेपछि हुन्छ, 1-2 दिनपछि सुकेपछि अलिक धेरै काट्नुपर्छ। अनि काटेपछि चाहिँ सुकेपछि अनि ओसार्नुपर्छ। अनि यो सुकिन्जाल चाहिँ हामीले अब के भन्छ मकै गोड्नुपर्छ, पत्कर ओसार्नुपर्छ। अनि त्यति नै ओसारिन्जाल, पत्कर ओसारिन्जाल, मकै गोडिन्जाल चाहिँ अनि यो दाउरा सुक्छ। अनि सुकेपछि चाहिँ यसलाई घरमा लिएर थन्काउनुपर्छ पछि। अनि के भन्छ पछि पानी पर्दा है अनि उहरू हुँदा पोल्नुलाई सजिलो हुन्छ। अहिले नै काटिरहनुपर्छ कचेट चाहिँ। त्यही भएर साथीहरू ल अब म चाहिँ घर आइपुग्नु लाग्यो है। घर चाहिँ त्यहीपट्टि छ गाइजहरू। म चाहिँ घर आइसकेँ। अब घर आएपछि खाजा बनाउँछु अनि खान्छु है। अनि खाजा बनाएर खाएपछि चाहिँ
एकछिन बिसाउनुपर्छ अनि बिसाएपछि चाहिँ अनि पत्कर ल्याउनु पर्ला। पत्कर ल्याएपछि अनि त्यसपछिबाट जङ्गल पनि टाढो छैन, नजिकै छ। तर नजिकको चाहिँ सबै मान्छेले ओसारी ल्याइसकेको छ पत्करहरू। अनि अलिक टाढै जानुपर्छ कि। अनि पत्कर ल्याएपछि चाहिँ अनि के गर्ने भन्दाखेरि पत्कर ल्याएपछि यसो लुगाहरू छ, लुगाहरू धुनु पर्ला। अनि लुगा धोइसकेपछि अनि चाहिँ त्यहाँबाट के गर्ने हो भनेपछि अहिले 11 बजी छ है। अनि त्यतिकै बसेपछि अनि फेरि बेलुका खाना पकाउने बेला हुन्छ। आज त भाइ र म मात्रै छौँ, खाना पकाउनु पनि दुईजनालाई। आज त बाबा र मम्मी पनि हुनुहुन्न, उता मावलतिर जानुभएको छ कि। अनि त्यही भएर ल गाइस, अब चाहिँ म खाजा पकाउँछु ल। म चाहिँ खाजा खाएर अनि फुल देखेँ कि फुल फुलिरहेको थियो ढकमक्क मेरोमा। अनि कस्तो भिडियो बनाउनु मन लाग्यो कि फुलको फुलिरहेको देखेर। अनि भिडियो बनाइदिइरहेको थिएँ कि म, भिडियो बनाएर आएँ। अनि त्यसपछिबाट भिडियो बनाइसकेपछि चाहिँ अनि के भन्छ म पत्करमा गएँ। पत्करमा गएको चाहिँ देखाइनँ है साथीहरू। मेरो डेली मेरो भनेको यही हो। अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।